ल है साथीहरू कसका टक्रास टुक्रुस बुढाबुढी हुनुहुन्छ यसरी हामीले चाहिँ साँझ बिहान भ्याउँदा यसो मिलिजुली बुढाले बुढीलाई बुढीले बुढालाई हेर्दै खाँदै गर्नु है गाउँका रोटा भए पनि क्या कसैका छोराछोरी साथमा हुँदैनन् हामी पनि बाबाआमासित साथमा भइएन त्यस्तै हो क्या नि त धेरै पिर मान्नुहुन्छ छोराछोरी छैनन् के गर्ने बुढेसकालमा भन्नुहुन्छ हातु त चलनजरी पकाउने खाने हातुको त नचलेपछि देखा जाएगा फेरि बुढाबुढी भएर कल झगडा नगर्नु कसैको पनि हामी जस्तै यसरी मिल्नु मेरो त फेरि बुढोले नि औधी माया गर्नुहुन्छ मैले त अब यसरी बुढालाई हेर्दै खाँदै गर्छु बुढाले फेरि मलाई हेर्दै खाँदै गर्नुहुन्छ चित्त बुझाउँछौँ क्या अब के गर्नु दिनभरि बाहिर जाऊँ भने कतारको चर्को घामले ठक्लकै मार्छ कालै र निलै छ घाम पनि अब बुढो बिहान ड्युटीमा जानुभयो भने 5 बजीबाट अहिलेको साँझको 5 बजीसम्म मर्दाको मुख न सूर्यको मुख भएर रुमभित्रै बस्नुपर्छ बाहिर खलल्ल पसिना आएर अब यस्तो खायो नि पिर टेन्सन चिन्ता नलिनु पहिला क्या हाम्रो बाआमाले क्या बुढा जुठो खायो भने बुद्धि भुटिन्छ भन्थे बुढीको जुठो खायो भने साँच्चै बुढीको जुठो बुढाले खायो भने बुद्धि भुटिन्छ भन्थे क्या होइन हामीले आजकलको छोराको जुठो खाना हुने अरे हाम्रो जुठो यिनीहरूले खाना हुन्न र बुढो बराबर हुनुपर्छ सम्मान हुनुपर्छ केही कुरीतिहरूलाई हामीले सुधार्नुपर्छ हजुर बुढाबुढीले खानुपर्छ क्या मिलिजुली यस्तै छ साथीहरू है हामी पनि खाएर साँच्चै एउटा कुरा भन्छु म त बिर्सिन्छु कि नेपालमा के बिहान साँझकै बाटैमा ठोकिने अरे मर्निङ वाक इभिनिङ वाक हिँड्नुहुन्छ सुगर प्रेसर घटाउनु यहाँबाट पसिना काट्न यहाँबाट पसिना चुयो भने त मेरो त सुगर घट्छ प्रेसर घट्छ भन्दै फेरि दिनभरि फेरि स्कुटी साइकल अटो माइक्रो अझ तैँले चाहिँ झारिदिएन भने के ए यो मरिजासे मुर्दा ढोक्कैमा यहाँ झार भनेको त वात्तै पुऱ्यायो भन्नुहुन्छ क्या दिनमा हिँड्ने गर्नु क्या त 15-20 मिनटको बाटो त यहाँ विदेशमा खुइ 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 हिँड्छन् खाँदै त्यस्तै गर्नुपर्छ नेपालमा नि है भन्नु सबैलाई बाई गर्छु क्या दबाई खानु त परे छैन सुगरको प्रेसरको हिँडेपछि गोडा दुखेको निको हुन्छ भन्ने टन्न घाँटीसम्म आउने अरे खायो साँझमा अनि इभिनिङ साँझको त के हो मर्निङ के हो साँझको बुढो इभिनिङ साँझको इभिनिङ बिहानको मर्निङ साँझको त इभिनिङ हैछ बिहानको मर्निङ हैछ जानेर नजाने चाहिँ गर्छु फेरि तिमी पनि होइन आज धेरै होमवर्क थियो इङ्ग्लिसमा त्यही भएर ढिल मेरो बुढो हेर्नु कति राम्रो हाँसो हो क्या कति राम्रो हाँसो यति माया लागेको होला यो आजकलको छोरालाई मासु ल्याइयो छ अझै कुकरमा मासु 2 किलो मासु हुन्न घिरौँला किन्न जाने पनि 16 रुपियाँ 17 रुपियाँ छ यहाँको है साथीहरू राखेँ मैले